पहिलो एपिसोडमा हामी पुगेका थियौँ गुप्तेश्वरी गुफासम्म। आजको यात्रा अझ गहिरो छ, अझ चुनौतीपूर्ण छ। सकिँदैन भए फर्किँदा हुन्छ। आज हामी जाँदैछौँ चमेरो गुफा, नेपालको सबैभन्दा खतरनाक गुफामध्ये एक। यो गुफा सामान्य गुफा होइन, भित्र छ अनगिन्ती बाटोहरू जुन कुनै भुलभुलैयाभन्दा कम छैन। एकपटक गलत बाटो रोजेपछि फर्किने बाटो फेला पार्न सजिलो हुँदैन। यस गुफाभित्र एउटा यस्तो ढुङ्गा छ जसलाई बजाउँदा मादल जस्तै आवाज आउँछ। मानव कि प्रकृतिले आफैले बनाएको बाजा हो। यही रहस्यसँगै यो गुफाले बोकेको छ डरलाग्दो इतिहास पनि। यहाँ धेरै मानिसहरू बाटो बिराएर फर्किने नसकेको कथाहरू सुनिन्छ। कपडा बालेछ अनि सबै बालेछ। भयोभरको ज्यानको कपडा बालेर लाइट बाटो खोजेको जाने ठाउँ खोजेको केही नलागेर उनीहरू त अब हामी त मर्यो। साथै हामी अझ माथि उक्लिँदै हामीले भेट्यौँ अनौठो ढुङ्गा जसको आकार सर्पको जस्तो थियो। स्थानीय कथन अनुसार यो ढुङ्गासँग जोडिएको छ पुरानो रहस्य र विश्वास। आज हामी केवल ठाउँहरू हेर्दै छैनौँ, हामी कथाहरू सुन्दैछौँ र ती कथाहरूको अर्थ बुझ्ने प्रयास गर्दैछौँ। हेलो एभ्रिवान है, गुड मर्निङ फ्रम पातले है। हिजो चाहिँ हामी ठ्याक्कै यो पातले भन्ने ठाउँमा आयो, पातले सामुदायिक होमस्टेमा है। यो चाहिँ नीलकण्ठ नगरपालिका पातले 1मा पर्छ है। अनि हामी हिजो राति चाहिँ यो के अरे गुप्तेश्वर हुँदै घुम्दै आउँदाखेरि यहाँ रात पर्यो है। अनि हामी यहीँ नै बसेँ, हामी बस्न त यहीँ बस्ने भनेर आएको। अब आज चाहिँ थाहा नभएको ठाउँहरू हामी पुरै घुम्नेछौँ है। यो चाहिँ हामी हिजो आदमघाट भएको भएर आदमघाटबाट गुप्तेश्वर भएर आएको भएर टाइम लागेको हो। नत्र यहाँ आउनलाई चाहिँ तपाईँ गल्छीबाट टक्क सिधै माथि आउँदाखेरि चाहिँ पुग्छ यो ठाउँ चाहिँ। अनि तपाईँको काठमाडौँबाट लगभग 4 घन्टामा यो ठाउँ आइपुग्छ है। अनि यो ठाउँ चाहिँ पुरै होमस्टे नै होमस्टेहरू छ है, यहाँकै लोकल मान्छेहरूले गरेको। अनि यहाँ फरेनरहरू पनि आउनु हुँदो रहेछ। अब यहाँ माथि चमेरो गुफाहरू के छ भनेर सुनेको चाहिँ छु मैले होइन। अब त्यही हामी आज एक्सप्लोर गर्छौँ के रहेछ भनेर। अब अहिलेको लागि चाहिँ हामीले अब चिया त खायो, अब मौसम चाहिँ अलिक खुल्या जस्तै छ। अब यहाँबाट हामी चाहिँ एक्सप्लोर गर्दैछौँ। अब अहिले चाहिँ यहाँ आसपासै एक्सप्लोर गर्छौँ, त्यसपछि माथि के छ होइन, यहाँको लोकल लाइफस्टाइलहरू बुझ्छौँ। अनि त्यसपछि हामी तलसम्म जान्छौँ है त। अहिले चाहिँ हामी ठ्याक्कै यो गाउँहरू डुल्दैछौँ है। लसन रोपिरहनु भयो आमा? कति वर्ष हुनुभयो आमा तपाईँ? तपाईँलाई थाहा छैन कति वर्ष हुनुभयो तपाईँ? 80 वर्ष पुग्नुभयो? बाँचिरहनु भएको छ त यत्रो वर्ष कोही बाँच्छ त? सहरको मान्छे त बाँच्नै गाह्रो छ यति 80 वर्षसम्म।
चाहिँ यहाँ ठक्क पुरै पातले गाउँ घुम्दैछौँ है। पुरै गरा छ, डाँडा छ। यो सबै खेतीयोग्य जमिन हो। अहिले सबै बाँझो रहेछ है। यहाँ तल चाहिँ तोरी फुलिरहेको रहेछ। जाउँ है त। हामीले यस्तो चिजहरू सहरमा एक्सपिरियन्स गर्नै पाउँदैन है। गाउँघरमै हो यस्तो एक्सपिरियन्स गर्ने भनेको। एकदम रमाइलो पनि फिल भइरहेछ। त्यति फुल्या रहेनछ कि के हो यो? तोरी रहेछ है पुरै। ड्रागन फ्रुट फार्म पनि रहेछ है यता। जस यहाँसम्म आएर यस्तो फार्महरू देख्न पाउँदाखेरि खुसी पनि लाग्छ है। पुरै ग्रिन हाउस बनाएर राख्नु भएको रहेछ। एकचोटि हामी अब चेक गरौँ है त कस्तो रहेछ। अगाडि जाउँ अब। यता सबै सुन्तलाको बोटहरू पनि रहेछ है। यतापट्टि सुन्तला पनि राम्रो प्रशस्त फल्दो रहेछ। यो त सबै सुन्तलाको बोटहरू है। अहिले फुल्ने टाइम भएको छैन फलफुल? अहिले ठ्याक्क सिद्धियो। ए सिद्धेको है। अहिले चाहिँ फलेर सिद्धियो। अब एउटा दुईटा त्यहाँ हाम्रो पनि। ए हुन्छ ल। पुरै यहाँ सुन्तला बारी रहेछ है। ल जाउँ है त अब हामी फार्मभित्र छिर्दैछौँ। भित्र चाहिँ चाबी लगाएको रहेछ है। बाहिर चाहिँ भित्र पनि फार्मै रहेछ है। यो ड्रागन फ्रुट नै रहेछ हैन त? भित्र पनि ड्रागन फ्रुटै रहेछ है। पुरै यो ग्रिनरी हाउसभित्र। अनि पुरै ड्रागन फ्रुट फल चाहिँ रहेनछ। फल टिपिसक्नु भयो कि के हो है। ठुलो रहेछ जम्मै त अगाडि। यो फार्मभित्र पुरै माउरी पालन पनि गर्नुभएको रहेछ है। 4-5वटा रहेछ। 4-5वटा होइन 6वटा नै रहेछ। 1 2 3 4 5 6वटा जति रहेछ है माउरी पालन गरेर राख्नु भएको। जस यस्तो गाउँमा पनि पुरै ड्रागन फ्रुट खेती गरिराख्नु भएको रहेछ। खुसी लाग्यो। यो स्वास्थ्यको लागि पनि धेरै राम्रो चिज हो। कति मान्छेलाई थाहा छैन यसको बारेमा। अहिले चाहिँ हामी ठ्याक्कै यो पातलेबाट तल आधी घन्टा जति तल आए। त्यहाँबाट दायाँ लिनु पर्दो रहेछ है यो हाम्रो चमेरो गुफा जानेको लागि। अनि बाटो चाहिँ अलिकति यस्तो पुरै पहाडको बाटो रहेछ। थोरै माथि जानुपर्छ। अनि माथि चमेरो गुफामा चाहिँ भित्र अब आफू गएको छैन, त्यही भएर यहाँको स्थानीयसँग जाँदाखेरि चाहिँ अलिकति सुरक्षित हुन्छ। किनभने अलिक भित्र भुलभुलाइया रहेछ है। अनि अलिकति भित्र गइसकेपछि निस्किनको लागि अलिकति समस्या हुने भएको भएर मैले चाहिँ अगाडि नै कन्ट्याक्ट गरेर उहाँ एउटा दाइलाई बोलाइसकेको छु। अब एकछिन बसेर चाहिँ अनि हामी फेरि अब चमेरो गुफातिर अघि बढ्छौँ। माथि चमेरो गुफा पुगेर हामी एक्सप्लोर गर्नेछौँ है त। जाउँ। हामी चाहिँ अहिले चमेरो गुफातिर अघि बढ्दैछौँ है। बाटो चाहिँ यो अलिकति अफ रोड टाइपको छ। पन्ध्र मिनट जति तल आयो है। अनि यहाँबाट एउटा तल गाउँ चाहिँ रहेछ है। गैरी बसा भन्ने ठाउँ रहेछ है गाउँको नाम चाहिँ। अनि हामी ठ्याक्क यहाँबाट चाहिँ माथि उकालो जानुपर्ने रहेछ यहाँ धादिङको यो चमेरो गुफा जानको लागि है। अनि अब हामी चाहिँ यहाँ बाइक रोक्यौँ। अब हामी यहाँबाट हिँड्दै जान्छौँ माथि। कति 5 मिनट जस्तो लाग्छ भन्नुभएको छ। ल जाउँ है त माथि अब कस्तो रहेछ। हामी माथि जान्छौँ।
अब एक्सप्लोर गर्छौँ। मलाई पनि थाहा थिएन कि यहाँ चमेरो गुफा छ भनेर। यहाँको स्थानीय मान्छेहरूले भन्नुभयो कि यहाँको यो पनि एउटा एकदमै पर्यटकीय क्षेत्र हो अरे, तर कति मान्छेहरूलाई थाहा नभएको कारणमा अलिक ओझेल परेको रहेछ। त्यही भएर अब आज हामी एक्सप्लोर गर्दैछौँ है त, तपाईँहरूलाई पनि देखाउँछौँ के कस्तो रहेछ भित्र है त। न चाहिँ सिडी बनाएको रहेछ, हेर्दैछौँ कहाँसम्म सिडी छ। जङ्गलको बाटो हिँड्दैछौँ माथि चमेरो गुफा जानको लागि है। कतिजनालाई थाहा छ यहाँको बारेमा कमेन्ट गर्नु होला। नमस्ते बुवा। नमस्ते। बाटो देखाइदिनुहुन्छ नि हामीलाई होइन? बाटो त अब के देखाउनु पर्यो र, भित्र त अब त्यो गुफामा जहाँ मान्छे छिर्छ त्यही नै हो बाटो खासै त। त्यो त हो, अब स्थानीय मान्छेसँग जाँदाखेरि अलिकति ठिकै हो, सुरक्षित हुन्छ नि त होइन। अब हामी नयाँ नौलो मान्छेलाई त्यहाँ गइसकेपछि अल्पत्र पऱ्यो भने गाह्रो हुन्छ। फेरि बत्ती मैले पनि बत्ती ल्याएन, बत्ती चाहिँ हामीसँग अब टर्च लाइट छ होइन, फोनकै भयो होइन चाहिन्छ, नत्र त फेरि हो। बत्ती नभए ल हामीले पनि त्यो चाहिँ ल्याइन। हामीसँग फोनहरू चाहिँ छ, फोनको टर्च लाइटले तान्दैन। राम्रो हुन्थ्यो, अलिकति राम्रो देखिन्थ्यो होइन, सजिलो पनि हुन्थ्यो। ल हामी चाहिँ अब गुफाभित्र प्रवेश गर्दैछौँ है। उहाँ हाम्रो स्थानीय दाइ हुनुहुँदो रहेछ, उहाँले अब हामीलाई सहयोग गर्नुहुन्छ भित्र जानको। बुवा अब हामी यो गुफाभित्र प्रवेश गर्दैछौँ होइन। यहाँबाट हामी भित्र गएर निस्किन चाहिँ कति टाइम लाग्छ होला, कति गहिरो छ यो गुफा? अनि गहिरो भन्नाले अब सबै ठाउँमा हेर्दै जाने हो भने चाहिँ झन्डै 2 घन्टा 2.5 घन्टा नै लाग्छ। सरर जाने अब सिधा यताउता दायाँ बायाँ नहेरिकन, किनभने यसको भित्र गइसकेपछि एउटै मात्र बाटो होइन, धेरै बाटो छ। मान्छे जे होस् भुलभुलाए छ भन्ने बुझ्यो मैले। धेरै बाटो छ, धेरै बाटो भएपछि सबैतिर नै हेरौँ न यहाँनिर नि के छ कि भनेर यसो हेर्ने हो भने चाहिँ अलिक टाइम लाग्छ। अब मेन ठाउँ हेर्नलाई चाहिँ यहाँभित्र छिर्नलाई चाहिँ यहाँको स्थानीय हाम्रो यो यहाँकै स्थानीय मान्छेसँग चाहिँ जाँदाखेरि चाहिँ अलिक सुरक्षित हुँदो रहेछ, अलिकति सजिलो। नत्र भित्र एक ठाउँमा छ, त्यो बिचमा गइसकेपछि माथिबाट फर्किँदाखेरि हामी जान्छौँ सरसरी नै, तर फर्किँदाखेरि जुन बाटो हामी गएको थियो त्यो बाटो चाहिँ सानो देखिन्छ, अन्त खुला देखिन्छ। अनि त्यहाँबाट त्यो सानो ठाउँमा हाम्रो आँखै पर्दैन, अनि त्यही रोकिन्छ। जति पनि रोलमो लिन्छ त्यही भित्र मान्छे बिजो पर्ने कारण चाहिँ त्यही नै हो समस्या, मेन समस्या चाहिँ। किनभने हामी गएको बाटो चाहिँ सानो चेपर, त्यो चाहिँ बाटै होइन जस्तो लाग्छ हामीलाई उताबाट फर्किँदा। माथिबाट अलिकति तल झरेपछि त्यस्तो ठाउँ छ। अब त्यसलाई चाहिँ अब अहिले त्यहीँ गएर नै यसो हेरौँला है त, अनुमान गरौँला नि। अब हामी भित्र छिर्दैछौँ होइन। अनि जे होस् तपाईँहरू यहाँ आउँदाखेरि चाहिँ स्थानीय मान्छेसँग भित्र जानुपर्छ, आफै रिक्स लिएर चाहिँ जानुहुन्न। अनि प्लस तपाईँ यहाँ आउँदाखेरि चाहिँ के हो भने हामीले के अर्कै निशाना जस्तै धागो अथवा कुनै मार्कर लगाएर त्यसरी जाँदा चाहिँ फरक नपर्ला। सुई जाने अब गाबाट त फर्किहाल्छ नि भनेर गयो भने चाहिँ अलिकति समस्या चाहिँ आउँछ। अब त्यही त यहाँभित्र जाँदाखेरि चाहिँ भनिहाल्नु भयो उहाँले है, सम्बन्धित मान्छे लिएर जाँदा चाहिँ बेटर हुन्छ, अलिकति रिस्क कम हुन्छ। कति मान्छेहरू यहीँभित्र 10-15 दिनसम्म भित्रै अड्केको भन्ने पनि मैले सुन्नमा आयो होइन। अनि हामीले चाहिँ के गल्ती गऱ्यो भन्दाखेरि हामीले टर्च लाइट लिएर आउनु बिर्स्यो। अब हामी जति सक्छौँ देखाउन कोसिस गर्छौँ तपाईँहरूलाई। हामीसँग फोन चाहिँ छ। अब हामी बिस्तारै अगाडि छिरौँ है त। गुफाको प्रवेशद्वार चाहिँ यो नै हो होइन, प्रवेशद्वार चाहिँ यहीँ हो। अब यहाँबाट भित्र छिर्छौँ है त हामी। हस् त ल जाउँ। ल अब हामी चाहिँ छिर्दैछौँ है। गति राम्रो भयो भने चाहिँ आफ्नो आफ्नै विचारले हेर्नु पाइन्छ। हजुर त्यही त। अनि यहाँभित्र चमेरो चाहिँ कतिको छ? छ है। ल यहाँभित्र ए चमेरोकै दिशाहरू हो यो। ए 1:20 भयो। अब कति मिनटमा आउँछौँ है त? बिस्तारै है बाबु। ल हामी यसरी अघि बढ्दैछौँ है। गुफाभित्र चाहिँ यस्तै छ। लाइट चाहिँ राम्रो चाहिने रहेछ है। जहिले पनि पूजा गर्दा यहाँ हजुर छुटाउँदैन। यसलाई चाहिँ हामीले यहाँको महादेव मान्छौँ। यो गुफाको महादेव होइन? गुफाको महादेव हजुर हजुर। तर यहाँ हेर्नुहोस् यो पानी कहिले टुट्दैन। यहाँ उयो ठाउँमा यो हिउँद बर्खा जस्तो यसको टाउकोमा पानी झरिरहन्छ। हजुर। यो माथिबाट यो चाहिँ
पहिला एकदम राम्रो थियो गाईको सुन जस्तै थियो यहाँ पानी हजुर, जाने ठाउँ। अहिले पछि के अब मान्छे विभिन्न मान्छेहरू आए के गर्यो त्यो टुप्पाहरू चाहिँ भाँचिदिएको हो खासै ए तर तै पनि पानी चाहिँ यहाँ झरिरहेछ ए ठ्याक्कै यो फेरि ठ्याक्क शिवलिङ्ग जस्तो पनि रहेछ है ठ्याक्कै शिव नै हो हजुर यहाँ पानी कहिले टुट्दैन ए यहाँभित्र मूर्तिहरू पनि रहेछ है मूर्ति होइन पूजा गर्दो रहेछ यहाँभित्र चाहिँ ल अब हामी अब यहाँबाट माथि लाग्छौँ है त हजुर यहाँ महादेवको मन्दिर रहेछ हजुर हामीले त्यही गल्ती पनि गऱ्यौँ बत्ती पनि ल्याएन तपाईँहरू यदि आउन चाहनुहुन्छ भए चाहिँ मजाले राम्रो खालको बत्ती लिएर आउनु होला अनि स्थानीय चाहिँ अलि अनिवार्य नै हुन्छ है गुफा चाहिँ यही हो यस्तो छ हामी भित्र आइसक्यौँ लाइट देखाउनुहुन्छ ल यस्तरी माथि जानुपर्छ है उता माथि छ है हेर्नु त गुफा अरूभन्दा चिप्लियो भने चाहिँ खतम छ ल है त हामी चढ्दैछौँ यहाँबाट यसरी हामी चढौँ है त अलिकति चिप्लो चिप्लो रहेछ ठाउँ चाहिँ यस्तो छ बाटो चाहिँ योभन्दा नराम्रो छ बाटो नराम्रो भन्दा नि आफसिलो छ यही हुनुपर्ने जस्तो छ अप्ठ्यारो भयो त मलाई ओर्लिँदा नि यही बाटो हो यही बाटो अप्ठ्यारो हुन्छ के ओर्लिन नि तपाईँ बढ्नु भएन है म बढ्दैछु यहाँ मलाई अलिकति अप्ठ्यारो भयो क्या क्यामेरा पनि समाउनुपर्छ फोन पनि समाउनुपर्छ अब यहाँ हाम्रो बानी पनि नगर्यो होला एक त अनि मलाई लाइट देखाउनु मिल्छ भने लाइट देखाइदिनु न एकचोटि होला देख्नुभयो आइया ल जानु मिल्छ ठाउँ छ ठाउँ त यस्तै हो देखिरहेको छ बरु कता कता सकिँदैन भए फर्किँदा हुन्छ आउनुहोस् आइपुग्यो मलाई बाटो एकचोटि देखाइदिनु लाइट एकचोटि आइया पुरै लुगा त फोहोर हुने भएछ लुगा त अब फोरै हो अब कस्तो आउँछ अरे के आइया बाटो अर्को बाटो आयो कि भन्दा हो फर्किने हो? यहाँ आउने त यही नै हो हजुर यो तलबाट आउँदाखेरि चाहिँ म धेरै नभएर के अरे आगो धेरै नभएर के अरे बाबा हो कि होला के हो अझै साँग्रो छ साँगो त अब मेरो विचारमा चाहिँ त्यो छैन अब सक्नुपर्ने हो बाटो चाहिँ यस्तै हो है कोसिस गर्दैछु माथिसम्म जानलाई माथि जान नि एकदम अप्ठ्यारो रहेछ है के भयो के भयो खै त्यस्तो त नहुनु पर्ने जस्तो लाग्ने गलत बाटो आयो क्या हो कहाँ चाहिँ हिँडे खा यही बाटो फेरि हो अब चाहिँ मैले त यो त खुला बाटो आउनु पर्ने पनि खाने हामी चाहिँ अहिले गुफाभित्र छौँ बाटो खोज्दैछौँ है उहाँ बुवा नि निकै वर्षपछि आउनु भएको अरे अनि कुन हो भयो अरे बाटो चाहिँ अब हामी सस्पेन्समा छौँ खोज्दैछौँ अगाडि जाँदैछौँ है त हामी यसरी अघि बढ्दैछ हामीलाई हेर्नु एकदम चिप्लो छ लाइट पनि ल्याएन समस्या त्यसको पनि हो ए बुवा यहाँबाट त बाटै छैन त बाटै छैन त यहाँबाट बाटै छैन अहँ कहाँ आयो त यहाँ चाहिँ रहेछ के हो हामी चाहिँ यहाँबाटै आउनुपर्ने थियो क्या हो म अलिकति कन्फ्युज त भइरहेको छ यसरी च्याबार निक्लेपछि खुला ठाउँ आउँथ्यो क्या यताबाट एउटा बाटो त छ होइन
त्यो अघि यहीँबाट आउनुपर्ने थियो कि हामी के हो ए होइन ए यो हो कि होइन होइन फर्किनु हामी अब यही नै हो। ल अब यहाँबाट जाउँ हामी यहाँबाट जाने अब हामी यो बाटो हुँदै अगाडि बढौँ है त अಯ್या हामी अहिले सही बाटो आएको त ल मलाई चाहिँ अलिक कन्फ्युज लाग्यो यस्तै यस्तै चेपर छ कि त्यो तल चाहिँ पहिला त्यो यहाँ तल खाल्टो छ त यी छ नि यो त तलतिर त यस्तो त थुप्रै यही बाटो हो नि त हामी जाने चिप्लो रहेछ यस्तो गुफाभित्र ठुलो रहेछ ठाउँ चाहिँ है लाइटको कमीको कारणले त्यति प्रशस्त देखाउन चाहिँ सकिनँ यहाँ चाहिँ यस्तो ढुङ्गा रहेछ पुरै बाजा बन्ने रहेछ कि यता लाइट देखाउँदा एउटा त्यहाँनिर कहाँनिर चाहिँ एउटा सानो आवाज नै आउँछ फेरि हो यहाँ चाहिँ होइन यो शिलाहरू छ नि हजुर यो सबै त्यो जस्तै सिसामा जस्तो उज्यालो पार हुन्छ बत्ती जस्तै ढुङ्गामा त पार हुँदैन नि हजुर जस्तै हामीले सिसामा बत्ती बाल्यो भने हजुर त्यो उतापट्टि उतापट्टि जान्छ नि त हजुर ठ्याक्कै जान्छ यो यिनीहरूमा यो चाहिँ पुरै बत्ती ट्रान्सप्यारेन्ट हुँदो रहेछ है लाइट पास भयो भने अब हामीले चाहिँ मोबाइलको टर्च लाइट बालिरहेको छौँ है यो ठाउँ चाहिँ एकदमै ठुलो गुफा जस्तो रहेछ यहाँभित्र त्यहाँ हेर्नु माथि है यस्तरी हेर नि यो कति लामो थियो होला यो हेरौँ हजुर भातेर लग्यो जस्तो है यो लगेको ए यहाँ चाहिँ यस्तो छ है यता यता हेर्नु गुफा यहाँबाट तल यो ठुलो छ गुफा चाहिँ यो चाहिँ के हो ढुङ्गै हो यहाँ देखाउनु त कस्तो राम्रो ढुङ्गा रहेछ हेर्नु त यो माथिबाट छ। कस्तो राम्रो ढुङ्गा रहेछ यसरी यहाँ देखाइदिनु त हेर्नु है यो ढुङ्गा नै हो है कस्तो राम्रो छ बनोट के अरे मान्छेले बनाएर राखे जस्तै छ बनाएर राखे जस्तो छ क्या पुरै है यहाँबाट माथि पनि जान मिल्छ तर अब हाम्रो लाइटको समस्याले गर्दाखेरि पनि त्यही भएर हामी यहीँबाट फर्किने निधो चाहिँ गऱ्यौँ है भित्रसम्म त आइयो गुफाको आकृतिहरू यस्तो छ है यो त एकदम चकचक थियो नि हो यो त अहिले सबैले हात लगाइदियो कि हात लाएर पुरै नामहरू लेख्दै रहेछ यहाँ है के गरेछ के गरे रहेछ तर चाहिँ एकदमै सेतो टल्केको हुन्थ्यो अरे पहिला चाहिँ है अहिले चाहिँ मान्छेहरू आउने भएन जस्तै यसलाई यसरी लाइट बाल्दै यहाँबाट छर्लक्क देख्थ्यो लाइट पास हुन्थ्यो अरे पास हुन्थ्यो यो मैलाले हो हजुर यहाँको चाहिँ यस्तो छ हेर्नु यहाँ हेर्नु है भित्रै क्या कस्तो राम्रो सेतो हेर्नु न यहाँ ए के हो बुवा यो पुरै सेतो अब यो अब हामीले भन्दा त यसलाई त ढुङ्गै भन्ने हो हजुर तर यो केही न केही हो के यो है तर यो यस्तो चाहिँ उता अर्को गुफा छ हजुर त्यो पर हजुर यस्तै ठुलै गुफा छ त्यहाँ हजुर त्यसमा चाहिँ यो हेर्ने हो भने तपाईँको यसरी लाइट बाल्दा अँ चमक आउँछ चमक बिलिक 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 के हो यसमा पुरै चम्किन्छ है मोती टल्किएको भन्छ नि त्यस्तै त्यस्तै छ त्यहाँ गुफामा यस्तै ठाउँ छ कस्तो यो त त्यो बनाएर राखेको जस्तो एउटा भाँडा जस्तै छ त्यहाँ हजुर त्यहाँ चाहिँ सबै यस्तो हो तर यसरी लाइट बाल्ने बित्तिकै त्यो चमक आउँछ त्यो टल्किने होइन टल्किन्छ हजुर ल तपाईँहरूलाई चाहिँ अब हामीले यहाँसम्म देखाइहालेँ है यो यहाँ आउँदाखेरि चाहिँ पुरै बन्दोबस्तको साथ आउनुपर्छ लाइटहरू र अनि यहाँको स्थानीय मान्छेसँग आउनुपर्छ नत्र चाहिँ अलि हराउने सम्भावना मैले देखेँ यहाँ चाहिँ है 25 वर्ष अगाडिको कुरा होला मेरो फुपूको छोरा यहाँ आएको रहेछ आएर ऊ म भित्र पस्नु सक्दैन भनेर बाहिर बसेर त्यतिकै हात जोडेर फर्केर गएछ घर गएर उसलाई बिरामी परेछ हजुर त्यति बेला अब जैसित हामीलाई नै विश्वास गर्ने हजुर चलन थियो हजुर अनि हेर आउँदाखेरि गुफाकै देउता हो भन्ने कुरा हजुर
उसलाई हामीले चाहिँ त्यसरी भनिदिएछ बताइदिएछ अनि त्यहाँबाट ऊ बाउ लाग्यो क्या हजुर बेहोसै हो मान्छे हजुर ऊ त्यो मान्छे घरबाट आएको गुफाको जुन हामी भित्र छिर्छौँ नि हजुर त्यहाँदेखि उसले आँखा बन्द गरेको ठ्याक्कै आँखा पुरै बन्द उसको अगाडि हामी चाहिँ पछि पछि तर यो लाइटको ज्योति उसको अगाडि पर्नु नदिने म सारेको भरमा यहाँ आयो सबै अहिले हामी यहाँ बसिरहेको सबै सुन्ने उसले कुन कुन देउता भने त्यतिकै आँखा फुलेको छैन हजुर त्यत्तिकै हिँडेँ लगभग 3-4 घन्टा जति लाग्यो होला हजुर अनि त्यो आउँदाखेरि म उसको पछाडि थियो मैले लाइट उसको अगाडि बाल्नु नपाएँ नि म खालि घोप्ट्याएर आफ्नो अगाडि मात्रै बाल्नु पर्थ्यो ऊ पर पुगेपछि अनि सर्नु पर्थ्यो त्यो साँग्रो जुन अहिले हामी जहाँनिर अप्ठ्यारो बल पऱ्यो नि हजुर त्यहाँनिर आइपुग्दाखेरि त्यो मान्छे चाहिँ यता फराकमा निक्लिसकेको थियो म चाहिँ साँग्रोमै थियो त्यहाँ आइपुग्दाखेरि मैले चाहिँ यहाँ भित्र के आवाज सुन्यो भने एकदम घन्टीको आवाज हजुर ट्याङ्ग एकदम घन्टी रन्किएको हजुर त्यस्तो आवाज सुन्यो फेरि म अब के है भनेर एकछिन रोकिएर सुनेँ त्यो घन्टीको आवाज त्यो एकपटक सुन्यो त्यो क्लियर घन्टीको आवाज हो अनि त्योभन्दा पछाडि चाहिँ त्यो ढुङ्गा त्यो मसिनो झुर्का ढुङ्गामा हामी जस्तै भनौँ हाम्रो गाउँतिर त्यो छाना छाउने ढुङ्गाको झुर्कामा हजुर टेकेको जस्तो हिँडेको जस्तो गरेर त्यो ढुङ्गाको त्यो पत्कराहरू बजेको आवाज आयो त्यस पछाडि चाहिँ जस्तै अहिले यहाँ यो बाजा बजायौँ हजुर त्यो बाजाको आवाज पनि आयो म यता फराकपट्टि आइसकेको छैन म त्यहाँ रोकिएर साँग्रोमै बसेर रोकिएर सुनेर भनेपछि यहाँ चाहिँ के शक्ति रहेछ नत्र भने त्यो आवाज कहाँबाट आयो त यहाँ भन्ने चाहिँ मेरो चाहिँ बुझाइ अर्थर त्यही भएर यहाँ चाहिँ के दैवी शक्ति पनि छ यहाँ यो हेर्दाखेरि यस्तो मात्रै होइन कि केही छ यसमा मलाई पनि त्यस्तै लाग्यो यहाँ भित्रसम्म मान्छे आउनु भनेको त होइन यो अब अलिकति यहाँभित्र भनेको त अक्सिजन पनि अलिक कमै हुन्छ नि होइन त्यही पनि अक्सिजन त सँगै यहाँ त झन् यहाँ यो अलिक फरक भएर अलिकति मात्र त्यो साँग्रोतिर त गाह्रै छैन तल त अक्सिजन कम छ नि कमै छ अनि पार भएको ठाउँ कहीँ छैन यहाँ छैन नि त्यो अक्सिजन आयो माथिबाट भने यो पार भएको ठाउँ छैन नि पुरै खाली त्यो के अरे सबै बन्द छ यो होइन खाली भए पनि अक्सिजन आउनु भन्ने एउटा कुरो के धादिङ बेसीको त्यो सिरान बजारको केटाहरू हजुर शनिबारको दिन त्यो चाहिँ अहिले 9-10 वर्ष के भयो होला उनीहरू 12-13 जना आएर रहेछ हजुर बिहानमा यो गुफा हेर्नु भनेर बिहानै आएर रहेछ बिहानै उहाँबाट धादिङबाट बिहानै त्यति बेला गाडी पनि थिएन हिँडेर आएको उनीहरू हजुर हिँडेर आएर गाउँमा फेरि हाम्रो गाउँमा चाहिँ एकजना मान्छे बितेको थियो गाउँको मान्छे छोरा मान्छे जति जम्मै मलामी गएको छोरा मान्छे कोही पनि भेटेको थिएन अनि मेरो छोरा थियो सानो त्यस्तै 11-12-13 वर्षको छोरा थियो हजुर त्यो केटालाई म देखाइदिन्छु भनेर केटालाई फकाइ फुलाइ गरेर लिएर आएछ हजुर लिएर आएछ मेरो छोरासँग अर्को एउटा केटो पनि आएछ सँगसँगै हजुर उत्रा हजुर माथेर चाहिँ आयो आउने बाटो चाहिँ सुनसुनी आयो त्यो सानो मान्छे त पालमा त सरसरी छिटछिटो हिँड्नु सक्छ हजुर आयो सबैलाई हुल्यो देखाइदियो जाने बेला छैन बाटै छैन रोकियो त्यो मान्छेहरू फेरि गाउँको मान्छे कसैलाई नभनेको त्यो हाम्रो छोराहरूलाई पनि त्यो बाटोमा भेटेर फगाएर लिएर आएको भएर गाउँमा कसैलाई पनि थाहा छैन हजुर ठ्याक्कै रात पऱ्यो हजुर म मलामीबाट फर्किँदाखेरि रात पऱ्यो अनि रात परेर अनि छोरा छैन अनि अरूले सोधेको थियो कता मान्छे आएको थियो अरे लिएर गयो त्यति बेला चाहिँ के थियो भने त्यति बेला चाहिँ अलिकति माओवादीले थियो त्यति बेला त बच्चाहरू त लान्छ अरे उनीहरूले फगाएर भन्ने हल्ला पनि थियो त्यति बेला जमाना फेरि लाइट साइड नभए म लालटिन बालेर घर भएर राति आएँ राति भनेर घरमै बालेर साँझ परिसक्यो अरे आएर हेर्दा बाहिर गेटमा आएर हेर्दा चप्पल जुत्ता झोला सबै छ भनेपछि मान्छे यहीँ छ तर यदि मेरो छोरा चाहिँ नपस्यो भने त्यो खोज्ने मान्छे त अरू त आउने थिएन किन मेरो छोराको खोज्नु आउने किन थाहै थिएन उनीहरूको त्यसरी उनीहरूको ज्यान पनि बच्यो नि उनीहरू त्यो मान्छे ठ्याक्कै यहीँ थुप्रे म लालटिन लिएर घिस्रिँदै त्यसै गरेर आयो यही ठाउँमा ठ्याक्कै यहीँ बसिरहेको रहेछ त्यो मान्छेहरू तपाईँको म यहाँ आइसकेपछि म माथि त अर्को पनि आउँछ मलाई पो झन् लडाएर खाल्टातिर चाला पनि डर हो बचाउनु कमान हो किन हामीले उनीहरूले भनेको यहीँ बसेर हामीले यहाँ बसेर भकल गरेको छौँ
त्यो भकल गरेको अनुसारले नै तपाईँ ठ्याक्क आइपुगेको हो। हामी चाहिँ अब यहाँ 7 दिनभित्रमा चाहिँ यहाँ चाहिँ हामी जसरी पनि पूजा गर्न आउँछौँ भनेर यहीँ बोल्यो कि उनीहरूले पहिला बोलेको अरे उनीहरूले त्यो कबुल गरेपछि तपाईँ आइपुग्यो, तपाईँ आइपुगेपछि हामी बाँच्यो, अब हामी घर पुग्छौँ, तर 7 दिनमा चाहिँ हामी पूजा गर्न आउँछौँ भनेर आउनु भएको थियो होला पछि पछि आयो उनीहरू सबैजना आएर हामीले यहाँ चाहिँ त्यो पूजा चाहिँ अब यहाँ त्यो देवीको पूजा चाहिँ बाहिर अर्को चाहिँ उनीहरूले चाहिँ मण्डलीको नाम लिएछ हामीले भनेर मण्डली पूजा यहीँ गर्छौँ नि यो वरपराले त्यो ढोलामा जाँदैन ढोलामा जाने यो वरपरा चाहिँ जाँदैन कोही पनि। अनि होइन भन्नु खोजेको चाहिँ अलिकति दैवी शक्ति छ भन्नु भन्नु केही नै छ भन्नु खोजेको अब त्यही त केही न केही चाहिँ जे होस् उहाँले अब त्यति नभन्दा भाकल नराख्दा भए यदि तपाईँले त्यसरी खोज्न नआइदिएको भए उहाँहरू त यहीँ अड्किनुहुन्थ्यो होइन। अब यसरी तपाईँ आइदिनु भयो त्यसको त्यही एउटा स्वरूप भनौँ न, जे होस् उहाँ तपाईँ आइदिनु भएर त उहाँहरूले आफ्नो ज्यान बचाउनु पाउनु भयो नि त, नत्र त यहाँ उहाँहरू त हराइ पनि सकेको थियो नि त यो ठाउँ हराइसकेको बाहिर त्यो यहाँ गेटबाट निकाल्ने त कोही मेरो भर्खर बिहा गरेछ केटा आएको भर्खर बिहा गरेको थियो अरे, कोहीले चाहिँ कति लगानी लाथ्यो अरे, त्यो कसैलाई पनि थाहा छैन, त्यो पैसा डुबेको थियो मेरो अरे के उनीहरूको आफ्नो आफ्नो व्यवहार कुरा त्यस्तो गरेर उनीहरूले त्यस्तो कुरा गरेर पछि आएर उनीहरू आएर यहाँ एउटा पाठी ल्याएर पूजा गरेर मलाई पनि बोलायो उनीहरूले बोलाएर त्यो यहाँ प्रसाद सदा खाएर अनि रमाइलो मानेर दिनभरि बसेर रमाइलो गरेर बसेर बेलुका गयो आधा चाहिँ यही गाउँमै बसेको उनीहरू त्यो अलिकति रमाइलो गर्ने टोली रहेछ। ठिक छ, तपाईँले जे होस् ज्यान बचाइदिनु भयो नि त होइन। त्यो मात्र होइन, योभन्दा अगाडि पनि एउटा भन्ज्याङ खर्का भन्ने कि अघि नै मैले कुरा गरेको थिएँ भन्ज्याङ खर्का यो नकडको त्यहाँको मान्छे त 3 दिन भएको रहेछ। तपाईँको उनीहरू यो कपडा सबै च्यातेर बालेर बाटो खोजे कि कपडा च्यातेर सक्यो नि त 2 दिनसम्म कुन बत्ती हुँदैन त्यही त। अब त्यो ब्याट्री त अब त्यत्रो दिन बल्ने कुरा आएन, लाइटको कपडा बालेछ अनि सबै बालेछ भयभरको ज्यानको कपडा बालेर लाइट बाटो खोजेको जाने ठाउँ खोजेको केही नलागेर उनीहरू त अब हामी त मऱ्यो भनेर उनीहरू त्यतिकै बस्यो आस मारेर, त्यही भएर त लुगा उनीहरूले च्यातेर अब जसरी नि बाँच्नु पर्यो होइन, उपाय खोज्नु पर्यो। त्यही उनीहरूले भनेको अब यत्रो दिनसम्म तिमीहरूलाई प्यास लाग्यो भोक लाग्यो के खायो त भन्ने खाली कुरा के पाउने हो र, पानी चाहिँ प्यास लाग्यो पानी पनि भेटाएन रे, अब अँधेरोमा कहाँ भेट्ने हो र, यसो मसार्दै जाँदाखेरि त्यो हिलो भेटाएर त्यो हिलो निचरेर मुखमा हालेको एकदम तितो निलै नसक्यो त्यो चमेरकै निचरेको सायद है त्यस्तो भयो। त्यसरी भन्दा तपाईँको यहाँबाट हामीले आएर निकाल्थ्यौँ, घरबाट खबर आयो कि गाउँबाट यस्तो मान्छे आएको थियो गुफामा पसेको थियो कि भन्ने कुरा आयो, अनि पछि आएर हेर्दा मान्छे पसेको रहेछ अनि निकालिदियो। तपाईँको लत्रिसकेको नि उनीहरू त लत्रिसकेको 5 दिनसम्म नि अब लत्रिसकेको अनि बिस्तारै निकालिदिएर डोरे लगेर गाउँमा लगेर उपचार गर्नु अब पानी तातो पानी खुवाउने यताउति गरेर बल्ल फिराएर 1 दिन राखेर अनि पठाइदियो उनीहरूलाई। यो भयो, त्यही भएर यो अहिले अब छिर्छ सक्छ भनेर गुरु आउँदा अलिकति समस्या पर्छ, समस्या आउँछ। त्यही भएर हमेसा त्यही भएर मैले पनि भने त्यही त आफ्नो यहाँको स्थानीय मान्छे अब यदि म तपाईँसँग नआयो भए म त यहाँ हराउँथेँ होइन, हराउँथेँ पनि के त्यसरी आउनुलाई त के तपाईँले त्यो साङ्ग्रोतिर देख्नुभयो होला नि त्यो धागो तलवार धागो टाङ्दै आएको मान्छे बाटो भुल्छ भने त्यो ठाउँ भेट्नु होला धागो त्यसरी आउँदा चाहिँ सम्भव छ, नत्र चाहिँ गाह्रो छ होइन। गाह्रो छ यस्तो छ हामी यहाँको बाटो यतिको अप्ठ्यारो छ है, यस्तो ठाउँ छ है हेर्नु त यो हो कि बाटो चाहिँ अनि यहाँ त मैले बाटै देखिनँ, सायद यही बाटो होला। यस्तो छ बाटो, यस्तो छ है। हामी चाहिँ फर्किसक्यो, तल आइसक्यो, बिचमा त आफै कन्फ्युज भएको थियो। बाटो चाहिँ अलिकति उज्यालो लाइट मजाको लाइट लिएर आउनुपर्ने रहेछ, बिचमा आउँदाखेरि चाहिँ हो मसँग थियो अलिकति अप्ठ्यारो भयो है, त्यही पनि
मैले सकेसम्म चाहिँ तपाईँहरूलाई देखाउने कोसिस गरेँ है। यो बाटो आएको हामी चाहिँ है यहाँ आउँदाखेरि चाहिँ यहाँको स्थानीय मान्छे अनिवार्य चाहिन्छ, नत्र हराउने सम्भावना 100% नै छ। कि निशाना लाउनु पऱ्यो है, नत्र अलिकति मुस्किलै हुन्छ, मुस्किलै छ है। यसो रिक्स लिएर आउनु चाहिँ हुँदैन। स्थानीय मान्छेसँग आउँदाखेरि चाहिँ रमाइलो नै छ भित्र है, अलिकति नयाँ एक्सपिरियन्स लिन पाउँछ। मैले पनि आज जिन्दगीमा पहिलोचोटि यत्रो भित्रसम्म गुफा आएँ है, नत्र म धेरै गुफा गएको थिएँ तर यति भित्रसम्म चाहिँ गएको थिएन। बाटो पनि एकदम निकै अप्ठ्यारो रहेछ, तर चाहिँ रमाइलो हो है। ल हामी चाहिँ ठ्याक्कै गुफा कटेर आइपुग्यो है। तपाईँले मेरो हाल देख्न सक्नुहुन्छ, यहाँ हेर्नु तलदेखि माथिसम्म। मेरो क्यापको हाल हेर्नु यहाँ, एकदमै भित्रसम्म पुगेर आयो है। सानो एकदमै निकै अप्ठ्यारो बाटो रहेछ, तर रमाइलो एडभेन्चर चाहिँ एकदमै रमाइलो एडभेन्चर भयो। तपाईँहरू पनि यहाँ आउनु चाहनुहुन्छ भने चाहिँ स्थानीयसँग नै आउनु अनुरोध गर्छु म है। भित्र चाहिँ अलिक अप्ठ्यारो ठाउँ नै छ, जसरी गयो त्यसरी नै आउनुपर्छ है। अनि अलिकति ढुङ्गाले गर्दाखेरि चेप्ने समस्या पनि हुँदो रहेछ, अनि सर्दै आउनु पर्दो रहेछ। पुरै लुगा त सत्यानासै हुँदो रहेछ, तर केही छैन। मैले यतिसम्म एक्सपिरियन्स गरेको पनि जे होस्, नेपालमा पनि यस्तो ठाउँ छ है भनेर मैले देखाउन कोसिस गरेको हो। जे होस्, खुसी पनि स्पेसल्ली धादिङमा भनौँ न, धादिङको यो चमेरो गुफा मैले जिन्दगीमा पहिलोचोटि भित्रसम्म गएर एक्सपिरियन्स गर्न पाएँ। त्यसको लागि उहाँ बुवालाई धेरै धेरै धन्यवाद। उहाँ यहाँ स्थानीय हुनुहुँदो रहेछ, उहाँले नलग्नु भयो त म भित्र हराउँथेँ नै, 100% नै थाहा थियो मलाई। जे होस्, उहाँले यहाँसम्म ल्याइदिनु भयो। भित्र त मलाई अक्सिजन पनि कम भइसकेको थियो, तर ठिकै छ, यहाँसम्म आयो, खुसी लाग्यो। अब म लुगाहरू सफा गर्छु, त्यसपछि फेरि हामी माथि गाउँतिर लाग्छौँ है त। हजुरको यहाँ अनुभव चाहिँ कस्तो भयो त? अनुभवको कुरा गर्दाखेरि चाहिँ अब मेरो प्यारो देश नेपाल नीलकण्ठ एक चमेरो गुफाभित्र चाहिँ अगाडि चाहिँ जोसका साथमा चाहिँ छिरेँ। त्यसपछि चाहिँ भित्र छिर्दै गर्दाखेरि चाहिँ अनि अन्तिममा चाहिँ एकदम त्यहाँनिर गर्मी, अनि त्यसपछि सास पनि रोकिएला जस्तो भएर म चाहिँ भित्रसम्म चाहिँ जान सकिनँ। म बिचबाट फर्केँ। त्यसपछि चाहिँ अरू चाहिँ भित्रसम्मै जानुभयो। अरू कोही आउनुहुन्छ भने अलि होसियारी भएर यहाँको व्यक्तिगत मान्छेलाई लिएर तपाईँहरू जान सक्नुहुनेछ। धन्यवाद। अब यहाँबाट चाहिँ माथि यो डाँडामा एउटा राम्रो ढुङ्गा छ भन्नुभएको छ यहाँको स्थानीय मान्छेले है। अब हामी अब त्यही हेर्नलाई अगाडि बढ्दैछौँ। उहाँहरू अगाडि गइसक्यो, अब हामी जाँदैछौँ है त। माथि जाउँ, कस्तो रहेछ के रहेछ यहाँको ठाउँ बुझौँ न है। अहिले चाहिँ हामी ठ्याक्कै यो नीलकण्ठ नगरपालिका वडा नम्बर 1 र 5 को ठ्याक्क सिमानामा छौँ है। यो डाँडामाथि चाहिँ ठ्याक्क नाग आकृतिको पुरै ठुलो ढुङ्गा रहेछ है। कस्तो मजाले नाग जस्तो देख्दो रहेछ। त्यही भएर यो ठाउँको नाम नै यहाँ स्थानीयहरूले नाग ढुङ्गा राख्नु भएको रहेछ। अनि हेर्नु न, यो कति विशाल ढुङ्गा छ है, पुरै नागको आकारमा छ है यहाँ। अनि एकदमै सल्लाइ रहेछ, एकदम चिसो हावा चलिरहेको छ है। अनि अघि हामी तल चमेरो गुफाबाट यहाँसम्म आउनलाई धेरै टाइम पनि लाग्दैन रहेछ, लगभग 10-15 मिनटमा यो ठाउँ आइपुग्दो रहेछ। बुवा, यो हैन, यो ढुङ्गाको बारेमा केही विशेषता भनिदिनु त। यो सिधै तलसम्म नटुटिकन खोलासम्म पुगेको छ। यसको सिधै डाँडा यो यहाँबाट हेर्दा हामी माथि टप डाँडामा छौँ, तर यसको असर चाहिँ तलसम्म छ। यो नटुङ्गिकन एउटै शिला ठ्याक्कै तल खोलामा पुगेको छ। हाम्रो
पुरानो बाबुबाजे बुढाहरूले को भनाइअनुसार चाहिँ यो खास त यहाँको नागराजा हो अरे। त्यही भएर हामीले चाहिँ यहाँ नागढुङ्गा भन्ने गरेको। बाबुबाजेले चाहिँ नागराजा भन्थ्यो अरे। यो नागराजा जस्तै अहिले यसो यो माथाडाको चाहिँ यो बिचमा च्याट्ट काटिएको देखिन्छौँ हामी। बिचमा अहिले यतापट्टि आएर हेर्दा देख्नुहुन्छ अहिले च्याट्ट काटिएको छ। यो बेग्लै छ, ज्यान उता छ। यो टाउको मात्रै अलग छ। यो टाउको मात्रै अलग छ, पुच्छर चाहिँ तल छ। पुच्छर तल छ, मतलब काटिएको ठाउँ मात्रै छ। छनु त सबै स्वरूप यही नै छ। तर खास के हो अरे भने यसको सिधा उता लामागुरु त सबैलाई थाहा छ नि। लामागुरु त्यो पहिला बुढाहरूले को भनाइअनुसार त्यहाँ लामागुरु चाहिँ ध्यानमा बसेको बेलामा यो नागराजाले लामागुरुको लमिनी भनौँ न, उसको श्रीमती चोरेछ अरे। अनि नागराजाले चोरेर ल्याएछ, लमिनीले चोरेर ल्याउँदाखेरि अनि त्यो लमिनी चिच्याउने कराउने गर्दाखेरि त्यो ध्यानमा बसेको गुरुले थाहा पायो अरे कि, लामा गुरुले थाहा पायो अरे। अनि थाहा पाएपछि यो नागराजालाई त्यो उसले चाहिँ ध्यानमा बस्यो, ध्यान भङ्ग गरेर अब उसको श्रीमती त खोज्नु पर्यो, चोरेर लग्यो। अनि त्यतिखेर लामाले त्यो ध्यानमा बसेको के भन्छ, हामीले चाहिँ झुरुम्मा भन्छ है, लामाले बजाउने झुरुम्मा हुन्छ नि, त्यो झुरुम्मा प्रहार गर्दाखेरि यो नागराजा काटिएको। र अनि यो धेरै जसो नुवाकोटबाट त्यो झाँक्रीहरू, त्यो ढ्याङ्ग्रो बजाएर आउने झाँक्रीहरू यहाँ त अहिले चाहिँ यो जस्तै यो भूकम्प पछाडि र यो कोरोना पछाडि चाहिँ छुटेको हो। नत्र भने त्योभन्दा अगाडि वर्षको यतिखेर वर्षमा 6-7 ग्रुप 9-10 ग्रुप त्यो झाँक्रीहरूको ग्रुप फेरि 2-4 जना होइन कि, उनीहरूको झन्डै 200-300 जनाको ग्रुप आउँथ्यो यहाँ रातभरि बजाउने। यहाँ आएर झाँक्री उफ्रिने नाच्ने मान्यता झाँक्रीहरूले एकदम मान्यता दिन्थे। यहाँ त उनीहरू आएर त रिङ्गै नाच्ने, त्यो पूजा गर्ने, उनीहरू उफ्रिने बजाउने। झन्डै अब रातभरि चाहिँ रातमा चाहिँ गुफामै बस्थ्यो, तल गुफामै बस्ने। अनि बिहानमा चाहिँ यहाँ उनीहरूले चाहिँ यहाँ पूजापाठ नगरिकन त्यो झाँक्रीहरू चाहिँ बिदा हुँदै थिए कि। हाम्रो सेकुवा कार्यक्रम हुँदैछ है। आज माघे सङ्क्रान्तिको एक दिन अगाडि गाउँघरमा लोकल अथेन्टिक पारामा ढुङ्गामा राँगाको मासु सेकुवा पोल्दैछौँ हामी। अघि भाग लागेको रहेछ, थोरै किनेर ल्याएँ है। अनि हामी पोल्दै आज रमाइलो गर्दैछौँ।